अहिले हामी दुईजना चाहिँ यहाँनिर घुम्दै हिँड्दैछ हैन यस यस कस्तो राम्रो घर क्या यो पनि है बाल्कनी निकालेको क्या चिटिक्क परेको घर यहाँनिर चाहिँ लाली गुराँस पनि रहेछ अब हामी चाहिँ एउटा दुईटा टिप्छु अनि गाली गरेन भने गाली गऱ्यो भने कस्तो राम्रो फुलेको है यहाँनिर ओइ चाहिँ हामीले भर्खरै यहाँनिरबाट टिपेको होइन लाली गुराँस हामी चाहिँ लाली गुराँस टिपेर अब एकैछिन यहाँ तलसम्म कस्तो रहेछ भनेर हेर्दैछ हेरेर होइन ल फर्किँदा त उता माथिबाट फर्किने के हो माथिको बाटो है कतै खाँदैछु लाली गुराँस औषधि हुन्छ भन्छ नि त म नि अहिले खान्छु यताबाट तर घरहरू त छन् त छ होला ए कहाँसम्म ल्याएको यहाँदेखि यहाँसम्म यीसम्म ल भान्जीले पढे है धेरै छ रे यो के हो यो लिभिङ आउँछ आउँछ रुम अब साथीले साथीलाई सिकाउने अब त्यति नै आएको त राम्रो है अनि ऊ त भर्खर 1 मा हो नि त 1 क्लासमा त त्यति आउनु नि बोर्डिङमा त कति पढाउँछन् नि त्यो चाहिँ हो हाम्रो गाउँमा त पढाउँछन् अनि तिमीहरूलाई फेरि मिसले घरमा पनि यो सिकेर आइज फेरि सोध्छु भन्दैन हामीलाई भन्नुहुन्छ तर कसैलाई आउँदैन आज चाहिँ यहाँ बे होइन सगुनको तयारी हुँदैछ गर्नु पर्यो नि त नि बुहारी यहाँ छ किन के भयो होइन त्यहाँ होइन हौ त्यो सिज काटेर छौ त्यहाँभित्र हेर्न काट्नु त यहाँनिर अर्को छु ब्लगिङ भइरहेछ अनि यो चाहिँ सानो मान्छे हेलो हेलो भन हाई स्टप यहाँ चाहिँ खाना पाक्दैछ 3 चुलामा अनि यो चाहिँ रितु हाई हेलो भन्ने हो नि त रितु हेलो तिमी युट्युब चलाउँछ कि चलाउँदैन हेर्छ कि हेर्दैन हेर्छौँ पछि हेर है त म अनि हाल्छु है त हेलो फोन हेर्दै रहेछ है त कुलुङ गाई भनेरलाई कु भनेको यसमा चाहिँ बहिनीले चामल पिस्दै हुनुहुन्छ पिठो बनाउनको लागि सेलरोटीहरू बनाउनलाई
यसरी राखेको चाहिँ कस्तो मनपर्छ मलाई है थालाले निकाल्नु भने के कुटीसँगै पुरो हाम्रो त राखिदिनुपर्छ त अब होस् न धेर छैन नि त कहिले सोरसार गर्ने त अब यहाँ एक गाम त छ ए दुई छोरा मान्छेले दसैँ सकिहाल्छौँ नि दसैँ ठ्याक्कै हो खुसीले चाहिँ मसिनै आउँछ है थाल्यो त्यो अस्रो कसै बनाउने नाङ्लो मेरो के छैन सेलरोटी पोल्ने कार्यक्रम चल्दैछ सही बोल्न के हुन्छ स्याल स्याल चाहिँ फेरि अर्को स्याल हुन्छ रोटी भन्छ रोटी दुईजना बहिनीहरू काम गरिरहेछ कतिजनाले के होइन झोल बनाएको छ केटीहरूले यस्तै टिकटकहरू बनाउँछ नि त गाउँ गएर होइन पुरा यो लुङ्गी लगाएर जस्तो गरेर अनि केटाहरूले चाहिँ गाउँमा गएर केटीहरू बिलाइको भनेर टिकटक हाम्रो त फेरि त्यस्तो हुँदैन होइन तारा गरेपछि गरिन्छ नै त्यो देखाओ त्यो साडी लुङ्गी लगाएर उयो गर्दै गरिँदैन अनि संस्कारी भन्छ कि है हिजो तिमी त भात नखाइ गइसक्यौ त अनि पापामा ल्यायो नि यसरी ओछ्याउने होइन भोलि नै गर्नुहुन्छ होला ए छोड्दै अहिले राख्ने आम्मा भाइले नि यत्रो बोक्छ बहिनी त राम्ररी चिन्छ नि मैले यो चाहिँ ढोकाको डेकोरेसन हुँदैछ यहाँ चाहिँ हाम्रो घर अघि भर्खर चाहिँ हामी यता बहिनी घरमा गफ हानेर आएको यो चाहिँ नक्कली मिरा कोकपाको त खतरा हुन्छ कोकपा तपाईँको म नासिङ भाषाको त्यो तपाईँको लेखहरू म हेर्छु पढ्छु मैले नबुझे पनि कसम भने है मैले फेरि ढाँटे होइन तपाईँले मलाई चिन्नुहुन्न होला मैले मजाले चिन्छु तपाईँहरू हामी फ्रेन्ड छौँ फेसबुकमा दिदी खाना थोरा हाल्नु ल यो चाहिँ भोलि गेस्टहरू बसेर खाने ठाउँ होइन अनि ऊ त्यो पछाडिको चाहिँ भाँडा मात्ने ठाउँ रे
अनि यहाँ चाहिँ पकाउने भान्सा यसरी चुलो बनाएर यसरी रेडी गरिराखेको छ। अनि यो चाहिँ हाम्रो गेट उता अगाडि पनि छ ढोका चाहिँ यता दुई साइडमै राखेको छ स्वागतम भनेर। ओ त्यो चाहिँ फोटोको चाहिँ एउटा चाहिँ म, अर्को चाहिँ बेहुला, त्यो चाहिँ बेहुलाको साली। हेलो साली, भोलि बेहुलीको साथी, हिजो पनि साथी, आज भोलि पनि साथी, पर्सि पनि साथी। मन परिन्छ है सबै त हातमुख धोइदिनु पऱ्यो चक्लेट खाएर त्यही पहिने अब अलिक चाहिँ त्यही राख्न त रक्सी त्यही अनि हाल्नु मान्छेले घोटेर बिगायो कि। हेलो गाइज, यो चाहिँ हाम्रो बादल हो। बादलको चाहिँ यो मुनि हचमा टोल हो। अनि यो पारी चाहिँ मदी हो। यो पारी अनि यो चाहिँ हाम्रो बादलकै खेत हो। यो सबै बादलवासीहरूको खेत हो। यो तल खोइ कान अर्को छैन खोला यहाँबाट सन्दै चाहिँ ठुलो खोला छ हो टाढो भएर हुन्छ। धेरै टाढा छ। यहाँ चाहिँ भाइले आज चिकन किमा बनाउँदै हुनुहुन्छ। यहाँ चाहिँ भाइले आज चिकन किमा बनाउँदै हुनुहुन्छ। ठ्याक्कै अब चाहिँ मधेसी